है मैले तपाईँहरूलाई देखाएको थिएँ यो बाटो कस्तो डेन्जर यो त के होइन है एडी साथी हुन्छ आउनुहोस् आउनुहोस् हुन्छ 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 एभ्रीवन वेलकम टु माई युट्युब च्यानल र हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ र आज है म चाहिँ कति दिन बाद है भिडियो लिएर आइरहेको छु है अब त्यही हो ड्युटीले गर्दाखेरि बनाउनै पाएको थिएन अनि अहिले चाहिँ म चाहिँ भोलि म ड्युटी जानुपर्छ नि त खरसाङ है बिहानै जानुपर्छ त्यसै कारणले चाहिँ म धोत्रे है साथीको घर जाँदैछु है त्यहीँबाट रङ्गुल घुमेर जान्छु किनकि अब यहाँदेखि माथिल्लोबाट हाम्रो यहाँदेखि रम्बुकहरू भएर अप्ठ्यारो छ त्यसै कारणले है र अहिले म रेडी भइसकेको छु है हेर्नु सक्नुहुँदैछ म सबै हेलमेटहरू यहाँ छ है रेडी भइसकेको छु र अब तपाईँहरूले मेरो भिडियो मजाले हेरिदिनुहोस् भने म तपाईँलाई आशा राख्दैछु ल है त गाइस म अब यहाँदेखि सिधै बनाउँदै जान्छु है धोत्रेसम्म बनाउँदै जान्छु अनि भोलिको चाहिँ बिहान भोलि दिनै बनाउँछु है ल है त गाइस तपाईँहरूलाई हेरिदिने आशा राख्दैछु ल अहिले त म त यहाँनिर एडी साथी यहीँ छ है एडी साथीहरूकोमा जाँदैछु है बाइक त यहाँनिर छ अब उकालो जानु छ है अब के कस्तो हुन्छ अब हेर्नुहोस् होला अहिले त भर्खर भाइले बाइक लिइकन आएको ब्रेक पनि फुट ब्रेक पनि हराइरहेको रहेछ है तेल पनि 2 गाँठ है सिधै साथीहरूको घर है हुन्छ गाइस म तपाईँहरूलाई अब अलिक बिचमा देखाउँछु है ल त गाइस है अहिले लोसारी बस्छु अहिले त म अब है अहिले बाटो त बनाएको छ तर है यस्तै छ बाटो राम्रै छ अहिले त फिलहाल 30 अब नयाँ बाटो हाम्रो है बाइकमा चाहिँ आज चाहिँ भाइले लोग्दाखेरि चाहिँ तेलै पनि 1 घाटमा चाहिँ पारेको 2 घाट थियो त्यो पनि अहिले गर्दा र अहिले जाँदैछु अस्ति यहाँनिर चाहिँ हाम्रो पहिरो गएको थियो है अनि यो पहिरो भन्दामा पनि त्यो सागो थियो यहाँनिर सागो चाहिँ झऱ्यो अहिले है त्यसै कारण हामीले अहिले बाटो बनिँदै छ योहरू तपाईँहरूले मैले मेरो भ्लगमा देखाएको त्यो बाटो कस्तो थियो अप्ठ्यारो थियो है अहिले नेक्स्टको भइसकेको छ है अब सिधै अब साथीहरूको घर जान्छु आज साथीहरूको घरमा बस्छु साथीहरूको घरमा बसेर भोलि बिहानै निस्किन्छु हो किनकि बिहानै ड्युटी जानुपर्छ नि त त्यही भएर त्यही छ यो बाटोहरू मैले तपाईँलाई देखाइसकेको छु है यो इन्टेक जाने है अनि राति चाहिँ के को डर भन्दाखेरि चाहिँ अब हामीलाई चित्तुवाको डर हुन्छ है साथी पनि छ पछि है चित्तुवाको डर चाहिँ हुन्छ हामीलाई हो अरू त के को डर हुँदैन मलाई त के को डर लाग्दैन त्यही चित्तुवाको त लाग्छ हो किनकि अब अहिले त चित्तुवाहरू पुरै फैलिसकेको छ नि त हो त्यही भएर अनि जाडो पनि त्यही हो अब जाडो जोड छ अहिले हो मैले त चेस्ट गार्डहरू लगाइरहेको छु र पनि अब जाडो कस्तो साथी तिमीलाई कस्तो जाडो भइरहेको छ यहाँबाट हामीलाई पुग्नु अब तिमीहरूको घर कति लाग्छ होला साथी 10-15 मिनट है अब 10-15 मिनटमा हामी पुगिहाल्छौँ अनि त्यही हो अब एकछिन गफसफ गरेर खानासाना खाएर सुतिन्छ म चाहिँ बिहानै निस्किनुपर्छ फेरि हो अनि अब बिहानको चाहिँ भोलि बिहानै बनाउँछु हो यो चाहिँ अब तपाईँलाई हल्का अब कति दिन बाद भयो भने चाहिँ अब भोलिको लागि हल्का प्र्याक्टिस जस्तै एउटा के हुन्छ नि बाटो यस्तै छ यो चाहिँ इन्टेक जाने बाटो है तपाईँहरूलाई मैले अस्तिको पहिलाकोतिरको भ्लग पनि देखाइरहेको हो है यस्तै छ बाइक पनि पुरा है सर्भिसिङ भएको छ बाइकलाई पनि सर्भिसिङ गर्नुपर्छ अहिले पैसा नभएको कारणले गर्दा चाहिँ मेरो चाहिँ अहिले म चाहिँ पर्सेन्टमा काम गर्दैछु हो अनि मेरो बाइक चाहिँ घरमै थियो हो अनि साथीलाई ल्याउनु बोलाएर पर्सेन्टमा अन्त आज फुटबल थियो नि त मेरो फुटबलमा चाहिँ अब उयो हारै भयो के भन्नु हो अब हार जित त हुन्छै हुन्छ एकजनाले त हार्नै पर्छ एकजना जित्नै पर्छ हो त्यही हो र आज मजा आयो गोली खेल्नु होइन किनकि साथीभाइहरूसँग पनि भेट भयो हिजो आएको म पर्सेन्ट दिन है अनि हिजो साथीभाइहरूसँग पनि भेट भयो यहाँ कस्तो ब्याग झरिरहेको है र यस्तै छ यहाँनिर चाहिँ चित्तुवाको डर छ नि त हो ल है त गाइस म तपाईँहरूलाई देखाउँदै जान्छु है अब एकैचोटि म तपाईँहरूलाई तल साँगो पुगेर है साँगो पुगेर देखाउँछु
ल है त गाइस है अहिले चाहिँ म चाहिँ इन्टेक पुगिसक्यो है। अब यहाँदेखि त तपाईँको त्यही हो हाम्रो जुन चाहिँ नयाँ ब्रिजहरू जान्छ है यहाँदेखि 150 अनि साथीहरूको गाउँको बाटो चाहिँ यता है यतापट्टि यहाँनिर पनि अब यो बाटोहरू पनि पिसै हुन्छ। अब अलिक टाइम त लाग्छ किनकि यहाँनिर चाहिँ ब्रिज बनिँदैछ नि त है तलको यस्तै हो। अनि अहिले फिलहाल चाहिँ अब बाटो यस्तै हो तर अब बनिन्छ भनौँ कोसिस जारी छ यसको। बाटो चाहिँ यस्तै हो। अब हामीलाई त भनौँ अब जुन चाहिँ अघि उकालो हाम्रो उकालो तपाईँहरूलाई देखाएको थिएँ यो बाटो कस्तो डेन्जर यो त के होइन है एडी साथी। अब किनकि यहाँ चाहिँ झार्नै पर्छ है किनकि अब त्यति साह्रो थाम्दैन है। ए हुन्छ आउनुहोस् आउनुहोस् हुन्छ 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 यहाँनिर चाहिँ यस्तै छ है आगो तर अब डर पनि हुन्छ फेरि है किनकि 1 मिक्स भयो भने त अब गयो नि हो कतै केही भइसकिहाल्छ कि डर हुन्छ हो। अनि अब यस्तै छ बाटो अब डर पनि हुन्छ है। अब साथीलाई त झारे किनकि दुईजना त अब जानु भएन नि त है अब हेर्नु पनि पऱ्यो बाटो यस्तै छ र पनि यस्तै छ है। ल है त गाइस है अब म एकछिन साथीलाई पठाउँछु है अनि तपाईँलाई म हिँड्नु हाल्दै देखाउँछु त है। ल है त गाइस है म चाहिँ अहिले त्यसलाई यस्तो भयो कि मैले भिडियो चाहिँ ओनै गरिनँ छु है साथी भिडियो चाहिँ ओनै गरिनँ छु। जुन चाहिँ पुल तारेको दिन मैले साथीलाई पठाएको थिएँ नि त्यहाँनिर चाहिँ मैले चाहिँ भिडियो ओनै गर्नु उयो भएन छ क्या ओनै भएन छ हो। अनि अहिले म जाँदैछु हामी पानधुरे पुल बजार नागिसक्यौँ है। अब हामी आइपुग्न आँट्यौँ है ज्यादा छैन 5 मिनट 6 मिनट छ है आइपुग्न आँटिसक्यौँ हो। अनि अब हामी यहाँबाट कहाँनिर पुग्छौँ भने चाहिँ माथि गन्ती लाइन है गन्ती लाइनबाट जान्छौँ हामी गन्ती लाइन 1300। अब गन्ती लाइन 1300 बाटो साथी कस्तो छ अप्ठ्यारो छ नि है। अब पुर्खालीको है बढी त्यो त अब पर्मानेन्ट क्या पुर्खालीको अब कति भइसक्यो त्यो त तर भित्किँदैन क्या त्यस्तै हो है। हामी पनि पहिला त्यस्तै बाटोहरू कुदाएको अब अहिले पछि बनिन्छ होइन साथी बनिन्छ पछि। अनि अस्ति यो यही बाटो हो जुन चाहिँ धोत्रेमा मेला भयो यही बाटो है यहीँ माथि गन्ती लाइनको है नयाँ ग्राउन्ड जुन चाहिँ फुटबल खेलिरहेको थियो त्यहाँनिर चाहिँ उयो भएको थियो नि त मेला है। अनि यहाँबाट चाहिँ दुईटै बाटो छ है साथी यताबाट पनि जान्छ अनि उकालो चाहिँ माथिबाट जानुपर्छ है अप्ठ्यारो छ नि त। ल त है म तपाईँहरूलाई माथि पुगेर एकैचोटि देखाउने छु साथीहरूको घर जानेपट्टि है म त्यति बेला पनि देखाउने छु। ल है त गाइस है अहिले चाहिँ म चाहिँ साथीहरूको घर जानेपट्टि आइसकेको छ है बाटो। अनि यो उकालो चाहिँ माथि रङ्गुल है म भोलि यही बाटो जानुपर्छ है बतासेहरू भएर जान्छ त्यो माथि गोली हुँदैछ है धोत्रेमा। अनि अहिले चाहिँ म चाहिँ यो बाटो जानुपर्छ है यो चाहिँ अब अप्ठ्यारो छ सोलिङको बाटो छ है अलिकति डेन्जर छ। ल आफै के हुन्छ ल आमा यो त पानी हानी पठायो यस्तै छ बाटो है तपाईँहरूले। यो अलिकति मेरो भिडियो बनाउनेले त अलिकति धोका दिइरहेछ है त्यसले गर्दा त अलिकति राम्रो भएको छैन। ल म तपाईँहरूलाई त्यसमा माफी माग्न चाहन्छु है किनकि बाटो यस्तै छ बाटोले गर्दा झन् यो पुरा हल्लिन्छ होला किनकि त्यो चाहिँ मैले त्यतिकै कसिरहेको छु नि त त्यसले गर्दाखेरि चाहिँ है। अनि बाटो त यस्तै हो तर पनि अब हामीलाई त यस्तो बाटो कुदाउने बानी भएर होला है बढी के कस्तो साथी भन त अब यस्तो बाटो नै हामीलाई त मनपर्छ पनि अब म त मनपर्छ यस्तो बाटो राइड गर्नु हो किनकि अब यस्तो बाटोमा चाहिँ अब कम्फर्टेबल लाग्छ क्या मलाई। अनि यस्तै छ हेर्नुहोस् त्यति साह्रो पनि नराम्रो त होइन है तर यो बाटो क्या यत्तिको त कुदिरहेकै छ नि त चलिरहेको छ होइन तर पाटी यो एउटा कुराको पनि दबाई जस्तो हो नि अब ग्यासको क्या हो ग्यासको बिमार चाहिँ अब ग्यासमा चाहिँ यसले चाहिँ एकैतालमा झारिहाल्छ ग्यास चाहिँ है कडाकुडुक बाटो त यस्तै छ। यो चाहिँ हाम्रो साथीहरूको गाउँ जाने बाटो है यो त ब्रिटिसको पालोको नि हाम्रो हेर्नुहोस् न अन्त तर पनि
ठिकै छ कुदाउँछु है साथी। फेरि हिजो अस्ति आएको यस्तो छ, यस्तोमा त हल्का जोगेर है बिस्तारै, किनकि साथी फेरि हिजो अस्ति आएको है देहरादुनबाट, फेरि उसलाई लडायो भने फेरि कहाँ फेरि हो, त्यस्तो हुँदैन। म र साथी तर एकपल्ट लिकमा चाहिँ डरलाई त लडेको छु है साथी। लिकमा चाहिँ यस्तो भयो कि अब खै ब्रेकको प्रब्लम होला क्या, ब्रेक अब ज्यादा लगाइपठायो कि के भयो। त्यही त अब हामी आइसक्यौँ है। तलै लानेपट्टि तल जान्छ होइन, अब तलै राखौँ, किनकि घरकै छेउमा छ भने अब अलिकति उयो हुन्छ नि त नि साथी, अब ढुक्कै हुन्छ भनौँ है। किनकि अहिले त अब त्यस्तै छ होइन, अहिलेको उयो नै त्यस्तो छ क्या। अब हुन त अब चलिरहेको कारणले भनेको नि डर हुन्छ, आफ्नो माया लाग्छ आफ्नो बाइकको है। त्यही भएर अब कुदाउनु त के छ र, कुदाउनु त जहीँ पनि कुदाइहाल्छ होइन। कन्ट्रोल चाहिँ अब हेभी हुनुपर्छ क्या। र अहिले चाहिँ हामी चाहिँ ब्यालेन्स हुनुपर्छ। साथीहरूको घर पनि यताबाट जान्छ है, आइसकेको छौँ अब है। यहाँनिर है, कहाँ राख्नुपट्टि, यहाँ राख्नु, यहाँ राख्नु, यहाँ है। ल है त गाइस, म तपाईँहरूलाई यहाँनिर राख्छु है त है गाइस। बाइकको म यहाँनिर राखिरहेको छु। ल है त गाइस है, ल है त गाइस है, अहिले चाहिँ म चाहिँ साथीहरूको घर पुगिसकेको छु है। अनि तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्यो सेयर सब्सक्राइब कमेन्ट गरिदिनुहोस् है। र कति दिन बाद बनाउँदाखेरि त कस्तो लाग्यो है, र साथीहरूको घर पनि पुगिसकेको छु है। भिडियो अलिकति नराम्रै भयो है। ल है त गाइस, तपाईँहरूलाई भिडियो हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ है।